एकछिन पक्नुस्, इङ्ग्लिसमा अलिकति केही कुराहरू तपाईहरु सिकेर जानुस्। यो भिडियो हेर्नुभयो भने इङ्ग्लिसमा तपाईले आज एकदमै इम्पोर्टेन्ट कुराहरू सिक्नुहुनेछ। त्यसकारणले गर्दा भिडियोलाई स्किप नगरी फुल हेर्नु होला, केही न केही तपाईले पक्कै सिक्नुहुन्छ। आजको क्लासमा हामी एकदम इम्पोर्टेन्ट कुराहरू पढ्दैछौँ। यदि तपाईहरु बेसिकबाट अंग्रेजी सिक्न चाहनुहुन्छ भने, यो कक्षा अथवा 0 लेभलबाट इङ्ग्लिस भाषा सिक्न चाहनुहुन्छ भने यो भिडियो हाम्रो अन्तिमसम्म हेर्नु होला। अरु छुटेका भिडियोहरू छन्, ती छुटेका भिडियोहरुको मेसेज मलाई गर्नु होला। म तपाईलाई दिन्छु, मेरो भिडियो अरु क्लासहरु मैले हेर्न छुटाएको छु भनेर मेसेज गर्नु होला। म सबै क्लासको लिंक तपाईहरुलाई दिनेछु, त्यसपछि तपाईले हेर्न सक्नुहुन्छ। सो आजको कक्षामा तपाईलाई के सिकाउँदैछु भन्दाखेरि मस्ट ह्याभ को बारेमा सिकाउँदैछु है त। मस्ट ह्याभ भनेको के हो त भन्दाखेरि जस्तै पास्टमा चाहिँ तपाईले कुनै पनि कुरा यो भएको यस्तो कुरा वाक्कै हुनुपर्छ भनेर जब तपाई कुनै कुरामा एकदम स्योर हुनुहुन्छ हैन, यस्तो कुरा चाहिँ भएकै हुनुपर्छ, यो चाहिँ पक्कै भएकै हुनुपर्छ भनेर व्हेन यु आर 100% sure about something that happened in the past है, कुनै पनि कुरा चाहिँ पास्टमा चाहिँ एकदम 100% भयो भनेर तपाई स्योर हुनुहुन्छ नि, यस्तो भएकै हुनुपर्छ, रामले मेरो पर्स चोरेकै हुनुपर्छ हैन। सो यस्तो सिचुएसनमा चाहिँ जब तपाई पास्टको कुनै कुरामा यस्तो भएकै हुनुपर्छ, त्यस्तो भएकै हुनुपर्छ भन्ने सिचुएसनमा चाहिँ तपाईले चाहिँ मस्ट ह्याभ को युज गरेर सेन्टेन्सहरु बनाउन एकदमै धेरै बनाउन सक्नुहुन्छ है। त्यसको लागि तपाईहरुले चाहिँ भिडियोलाई पुरा हेर्नु होला। मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब र शेयर पनि गरिदिनु होला। र अनलाइन क्लासहरु लिन चाहनुहुन्छ, प्राइभेट अनलाइन क्लास, पर्सनल अनलाइन क्लास, कस्तो अनलाइन क्लास लिन चाहनुहुन्छ तपाईले हामीलाई सम्पर्क गर्नु होला। इंग्लिश स्पिकिङ क्लास लिन चाहनुहुन्छ, जस्तो क्लास लिन चाहनुहुन्छ त्यस्तै क्लास हामीसँग अवेलेबल छ, तपाईले मेसेज गर्नु होला। सो आजको क्लासमा मैले तपाईलाई सिकाउने भनेको स्ट्रङ गेस क्या, तपाई एकदम स्ट्रङ गेस गर्नुहुन्छ, यस्तो भएकै हुनुपर्छ, त्यो भएकै हुनुपर्छ, अथवा पोसिबिलिटी एकदमै के हो त पक्का भएको सम्भावना, यस्तो त्यो भएकै हुनुपर्छ है त्यो कुरा भनेर भन्दाखेरि जस्तै सबैभन्दा सुरुमा त्यसको लागि चाहिँ हामीले सब्जेक्ट चाहिन्छ, त्यसपछि कसको बारेमा कुरो गर्ने चाहिँ सब्जेक्ट चाहियो, अनि मस्ट ह्याभ चाहियो, अनि भर्बको थर्ड फर्म चाहियो है, हामीले भर्ब 3 चाहियो, अनि त्यसपछि अब्जेक्ट चाहियो, जसको प्रयोग चाहिँ हामी कुनै पनि कुरा पास्टमा चाहिँ भएकै हुनुपर्छ भनेर चाहिँ कुरा गर्न प्रयोग गर्ने रहेछौँ। एक्जाम्पलबाट बुझिहाल्नुहुन्छ, एकदमै सजिलो छ। उनीहरूले बस छुटाएकै हुनुपर्छ। अब तपाईले उनीहरूले बस छुटाएको अथवा उनीहरूले बस छुटाएको हुनै पर्छ, किन भन्दाखेरि उनीहरू ढिलो आए हैन, उनीहरू सधैँ आउने टाइममा आएनन्, यसको मतलब उनीहरूले बस पक्कै 100% छुटाएकै हुनुपर्छ भनेर तपाई जब स्योर हुनुहुन्छ हैन, उनीहरूले बस छुटाएको हुन सक्छन् भन्दाखेरि चाहिँ त्यहाँनेर तपाईले माइट को युज गर्न सक्नुहुन्छ। तर जब यो यस्तो कुरा भएकै हुनुपर्छ भन्दा चाहिँ मस्ट ह्याभ को युज गर्नुहुन्छ क्या तपाईले त्यसमा। सो अब यो सेन्टेन्सलाई बनाएर उनीहरूले बस छुटाएकै हुनुपर्छ भन्दाखेरि सो सब्जेक्ट के हो त उनीहरूलाई के भनिन्छ, THEY दे, अनि मस्ट ह्याभ, दे मस्ट ह्याभ, दे मस्ट ह्याभ हैन, दे मस्ट ह्याभ। अब भर्ब 3 छुटाउनुलाई के भन्छ, मिस भन्छ। मिस को भर्ब 3 के हो त थर्ड फर्म मिस्ड। सो दे मस्ट ह्याभ मिस्ड, उनीहरूले छुटाएकै हुनुपर्छ। के छुटाएको हुनुपर्छ, अब्जेक्ट बस, द बस। सो दे मस्ट ह्याभ मिस्ड द बस, उनीहरूले बस छुटाएकै हुनुपर्छ। देयरफोर दे आर लेट अगेन हैन, त्यही भएर उनीहरू ढिलो छन्। सो उनीहरूले बस छुटाएकै हुनुपर्छ भन्दाखेरि हामीले, किनभने यो कुरामा चाहिँ हामी स्योर हुँदाखेरि चाहिँ उनी यो पक्कै भएकै हुनुपर्छ भन्दाखेरि चाहिँ यहाँनिर मस्ट ह्याभले चाहिँ छुटाएकै हुनुपर्छ भन्ने अर्थ दियो। दे मस्ट ह्याभ मिस्ड द बस, उनीहरूले बस चाहिँ छुटाएकै हुनुपर्छ भन्ने यहाँनिर अर्थ दियो। अर्को वाक्य हेर्नुस्, यहाँ के छ भन्दाखेरि उसले मिटिङ बिर्सेकै हुनुपर्छ हैन, बिर्सेको हो, त्यो बिर्सेको होला भन्दा पनि उसले मिटिङ बिर्सेकै हुनुपर्छ, किनभने ऊ अघि बिहानसम्म फोन गरेर मिटिङमा आउनु भन्ने मान्छे अहिले एक्कासी मिटिङ भन्नु आउँदा त यसको मतलब उसले मिटिङ बिर्सिएको हुनुपर्छ हैन, अथवा कतै भुल्यो होला के गर्नुपर्छ भन्दाखेरि उसले मिटिङ बिर्सेकै हुनुपर्छ भन्दाखेरि सो जब तपाईँ स्योर हुनुहुन्छ उसले मिटिङ बिर्सेकै हुनुपर्छ भन्दा त्यो सिचुएसनमा मस्ट ह्याभ लगाउनुहुन्छ। यदि बिर्सिएको हुन सक्छ भन्दाखेरि माइट हुन्छ, त्यसको चाहिँ माइट ह्याभ है। सो उसले मिटिङ बिर्सेकै हुनुपर्छ भनेर तपाईँ स्योर हुनुहुन्छ भने हामीले सबैभन्दा सुरुमा के गर्छौँ त, अब उसले भन्दा सब्जेक्ट के हो त हि हैन, हि, अनि मस्ट ह्याभ भन्ने, हि मस्ट ह्याभ, हि मस्ट ह्याभ, हि मस्ट ह्याभ। अब भर्ब 3 बिर्सिनुलाई के भन्छ, फर्गेट, फर्गेट को भर्ब 3 के हो त फर्गेटन। सो हि मस्ट ह्याभ फर्गेटन, उसले बिर्सेकै हुनुपर्छ। अब के बिर्सेको हुनुपर्छ, अब्जेक्ट मिटिङ, मिटिङलाई हामी के भन्छौँ त, द मिटिङ हैन। सो हि मस्ट ह्याभ फर्गेटन द मिटिङ, उसले चाहिँ मिटिङ बिर्सिएकै हुनुपर्छ हैन, बिर्सेकै हुनुपर्छ। सो यो सिचुएसनमा हामीले चाहिँ कुनै काम भयो यस्तो भएकै हुनुपर्छ पास्टमा भनेर तपाईँ स्योर हुनुहुन्छ भने 100% स्योर हुनुहुन्छ भने तपाईले मस्ट ह्याभ को युज गर्नुहुन्छ, हुन्न भने माइट ह्याभ को युज गर्नुहुन्छ है त। ल अर्को हेर्नुस्, यहाँ अर्को दुईटा वाक्य लेखेको छु, तपाईहरुले भिडियोलाई पज गर्नु होला अनि आफै बनाउनु होला यो दुईटा वाक्यहरुलाई मस्ट ह्याभ को युज गरेर। त्यसपछि मिल्यो कि मिलेन भनेर भिडियोलाई फेरि प्ले गरेर चेक गर्न सक्नुहुन्छ। अनलाइन क्लास लिनको लागि हामीलाई
मैले कमेन्ट बक्समा नम्बर राखिदिएको छु, त्यो नम्बरमा तपाईहरुले कमेन्ट गर्नु होला अथवा त्यो नम्बरमा तपाईहरुले चाहिँ कन्ट्याक्ट गर्नु होला है त्यसरी। सो उनी घर गएकै हुनुपर्छ, उ यहाँ छैन यसको मतलब उ घर गएकै हुनुपर्छ हैन। छुट्टी पनि भइसक्यो, उ यहाँ पनि छैन यसको मतलब उनी 100% घर गएकै हुनुपर्छ भनेर भन्नु पर्यो भने कसरी भन्ने त? हामीले इज टु मस्ट ह्याभ भनेर। सो उनीलाई हामी के भन्छौँ? सी भन्छौँ। अनि सी मस्ट ह्याभ भन्ने, सी मस्ट ह्याभ भन्ने, सी मस्ट ह्याभ। अब भर्ब 3 जानुलाई के भन्छ? गो, गोको थर्ड फर्म के हो त? गन। सो सी मस्ट ह्याभ गन, उनी गएकै हुनुपर्छ। कहाँ गएकै हुनुपर्छ त? घरलाई के भनिन्छ? होम। सी मस्ट ह्याभ गन होम, उनी चाहिँ घर गएकै हुनुपर्छ बिकज सी इज नट हियर, उनी यहाँ छैनन् है। अर्को वाक्य हेर्नुस्, केटाकेटीले है, केटाकेटीले गृह कार्य सकेकै हुनुपर्छ हैन। उनीहरूले गृह कार्य सकेकै हुनुपर्छ, यसको मतलब उनीहरूले गरिसकेकै हुनुपर्छ भन्ने तपाई स्योर हुनुहुन्छ। सो यतानेरि चाहिँ अब तपाईले यहाँ पनि मस्ट ह्याभ के युज गर्नु, किनभने उनीहरूको सधैँको खेल्ने ठाउँमा उनीहरू खेलिरहेका छन्, यसको मतलब उनीहरूले होमवर्क गरिसकेका छन् अथवा गरेकै हुनुपर्छ अथवा गरिसकेकै हुनुपर्छ भन्दाखेरि हामीले यहाँनेरि अब केटाकेटीले हामीले के भन्यौं त? चिल्ड्रेन भन्यौं, चिल्ड्रेन। अनि मस्ट ह्याभ भन्ने तपाईले है त, मस्ट ह्याभ। चिल्ड्रेन मस्ट ह्याभ, चिल्ड्रेन मस्ट ह्याभ। अब यो होमवर्क सक्नुलाई के भन्छ? फिनिश भन्छ। फिनिशको थर्ड फर्म के हो त? फिनिश्ड। चिल्ड्रेन मस्ट ह्याभ फिनिश, केटाकेटीले सकेकै हुनुपर्छ। के सकेको हुनुपर्छ त? गृह कार्य। सो चिल्ड्रेन मस्ट ह्याभ फिनिश्ड द होमवर्क, होमवर्क। सो चिल्ड्रेन मस्ट ह्याभ फिनिश्ड द होमवर्क, केटाकेटीहरूले चाहिँ गृह कार्य सकेकै हुनुपर्छ बिकज दे आर प्लेइङ एट दिस टाइम हैन, किनभने उनीहरू खेलिरहेका छन्। त्यस कारणले गर्दाखेरि हामीले मस्ट ह्याभको यो चाहिँ स्ट्रङ गेस, यस्तो भएकै हुनुपर्छ, त्यस्तो भएकै हुनुपर्छ भन्दाखेरि मस्ट ह्याभको युज गरिन्दो रहेछ भन्ने कुराहरू तपाईले पोइन्ट गर्नु होला अनि प्र्याक्टिस गर्नु होला। बिकज विदाउट प्र्याक्टिसिङ यु क्यान नट लर्न है, तपाईहरु सिक्न सक्नुहुन्न। सो यु ह्याभ टु प्र्याक्टिस एभ्री टाइम, प्र्याक्टिस गर्नु होला। यस्तो यो मस्ट ह्याभ लागेर तपाईले धेरै सेन्टेन्सहरु बनाउनु होला। मिल्यो कि मिलेन हामीलाई तपाईले मेसेजको थ्रुबाट पठाउन सक्नुहुन्छ, हामी तपाईको सेन्टेन्सलाई करेक्ट गरेर पठाइदिने छौं। ल यो बाँकी 4 वटा सेन्टेन्सहरु तपाईले यो स्ट्रक्चरको युज गरेर कमेन्ट बक्समा बनाउनु होला। एकदमै सजिलो छ, गाह्रो केही छैन। उनीहरूले चाबी हराएकै हुनुपर्छ है, लस्ट भन्छ चाबी हराउनुलाई। रामले कोठा सफा गरेकै हुनुपर्छ, तिमीले समाचार सुनेकै हुनुपर्छ, कसैले झ्याल खोलेकै हुनुपर्छ। यो कसैलाई चाहिँ समवन भनिन्छ है त, समवन मस्ट ह्याभ भनेर भन्ने तपाईले। सो आजको कक्षामा हामीले मस्ट ह्याभ प्लस भर्ब 3 को युज गरेर कुनै पनि कुरा पास्टमा चाहिँ यस्तो भएकै हुनुपर्छ भनेर तपाईले जब भन्न चाहनुहुन्छ त्यतिबेला हामीले यो मस्ट ह्याभको युज गर्दै छौं। यदि तपाईहरुलाई आजको यो भिडियोमा एकदम केही कुराहरू सिक्नु भयो जस्तो लाग्यो भने भिडियोलाई लाइक, कमेन्ट, सब्स्क्राइब, शेयर पनि गरिदिनु होला। र अनलाइन क्लासको लागि पनि तपाईले हामीलाई मेसेज गर्न सक्नुहुन्छ। अनलाइन क्लास पर्सनल, प्राइभेट कस्तो लिनुहुन्छ त्यो सबै ग्रुपमा लिनुहुन्छ अनि ग्रुपमा पनि छ। यो 4 वटा सेन्टेन्सहरुलाई कमेन्टमा बनाउनु होला तपाईले। सो आजको भिडियोमा हामीले यति नै पढ्यौं भन्दै भोलिको भिडियोमा पनि म यस्तै तपाईहरुलाई इन्ट्रेस्टिङ टपिकहरु सिकाउने छु। त्यतिबेरसम्मको लागि म सेवा पोखरेल भिडियोबाट बिदा हुन्छु। थ्यांक यू सो मच एभ्रीवन, थ्यांक्स फर वाचिङ।